नानी ए नानी के गर्या मैले अँ अब यहाँ समाचार सुन्न लाग्दैछु नि। राम 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 हामी 2082बाट कति साल अगाडि फर्क्यौँ त पुरानो ठाउँमा। जति साल अगाडि फर्के पनि के गर्नु त अब युट्युब हेरौँ भने पनि छैन, फेसबुक हेरौँ भने पनि छैन, त्यही एउटा टिकटक हो। टिकटक पनि कति हेर्नु, अनि अब समाचार त सुन्नु पर्यो त्यसमा के भइरहेछ भनेर। अब हेडफोन लायो कानमा, बोको नोकिया मोबाइल यस्तै। अब पहिला यो मोबाइललाई कति हेला गरिन्थ्यो, अहिले यही मोबाइल हेर यो मोबाइल हिरो भएको, यो मोबाइल हिरो यो भाइबर नमरेको आए जस्तो यो नोकिया पनि अब नमरेको आउने भयो। धन्न रहेछ मसँग। समाचार त सुन्नु पर्यो अनि त्यही भएर अब समाचार सुन्न लागेको। राम 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 के गर्नु अब त यो युट्युब फेसबुक थियो अरे, फोटो हाल्थे अरे भन्ने पो हाम्रो पिँढीहरूले सुन्ने भयो त नानी। अब त सक्यो त अनि सकिँदैन, आउँछ फेरि आउँछ। ए अनि कहिलेसम्म आउँछ त आयो भने के थाहा कहिलेसम्म आउँछ, तर आउन चाहिँ आउँछ होला जस्तो लाग्छ है मलाई। राम 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 मलाई त्यस्तो लाग्छ, किनभने टिकटक पनि पहिला गएको थियो होइन, अनि हामीले हार्दिक श्रद्धाञ्जली भने पनि थियौँ टिकटकलाई, तर फेरि आयो अब अहिले चलिरह होइन। अब आउँछ होला बिस्तारै। अब यो फेसबुक र युट्युब लगायतका 28वटा सोसियल मिडियाहरू पुरै बन्द टाकन टुकन। अब हामी नेपालीहरू झर्ने भनेको नोकिया, एउटा कानमा हेडफोन लगायो गीत सुन्यो हिँड्यो। अझ पहिले त रेडियो बोकेर हिँड्थे अरे होइन, अब त्यही आउने भयो। त्यो थाहा छैन मलाई रेडियो बोकेर हिँड्ने चाहिँ, तर अब के गर्नु त, जसरी भए पनि टाइम पास गर्ने हो। मलाई त यो बेलालाई टाइम पास, यो चाहिँ मैले चेक गर्दै गरेको क्या। अब हस्पिटलमा बस्दा पनि बोर हुन्छ नि त, हस्पिटल बस्ने दिन आइसक्यो, अनि केही गरेर बस्नु। अब डाटा साटा केही चल्दैन, यताउति चल्दैन। यो पुरानो धुन सुन्न मन लाग्यो, सुनाइछ न मलाई पुरानो धुन। कति रमाइलो हो यो। आहा ल ल ल ल आफै सुन्छु, समाचार आउला। ल सुनेछु, म डिस्टर्ब गर्दिनँ है हजुरलाई। हस्, डिस्टर्ब त के गरिसिन्न हजुरले, जतिखेर गरिसिन्छ ल। यसो गर्ने, यसो गर्ने सुन्नु। ल